टासी जिल्ले कुजुजाङपो खामरी म हजुरहरूलाई भिडियो मार्फतद्वारा म सिनेन गुम्पाको बारेमा छोटकरी लिएर आइरहेको छुन। विशेष गरी योक्सुम टासीजिङ कन्स्टिट्युन्सीमा पर्छ सिनेन गुम्पा है। चौराङ उप्पर चौराङ र गाङ्गेपको बिचमा छन् सिनेन गुम्पा र सिनेन गुम्पा चाहिँ कसको हो र कसरी भयो भन्दा चाहिँ गादा सेम्पा छिम्बुको थर्ड गुम्पा भनेर पनि मानिन्छन्। जब भिडियोमा जाउँमा नाजिर छेउजी बेट हुनुभयो है 1642 मा नर्बुगाङ योक्सुम नर्बुगाङमा। त्यसको बादमा तपाईको फर्स्ट गादा सेम्पा छिम्बुको गुम्पा रहेको छन्। फर्स्ट 1643 मा योक्सुम लागाङ मार्पो भनेर र सेकेन्ड रहेको छ तपाईँ 1644 मा टासी गेलेक गुम्पा भनेर र थर्ड रहेको छ तपाईँ 1649 मा सिनेन गुम्पा है। फर्स्ट सेकेन्ड थर्ड चाहिँ यही हो तपाईँको गादा सेम्पा छिम्बो सिनेन गुम्पा भनेर। र सिनेन भन्ने अर्थ के हो भने चाहिँ धिरप गेपा 800 मा गुरु पेत्मा सम्भावले जति सिक्किमको देवी देउराले एकजुट पारेर ब्लेसिङ गर्नुभएको थियो। त्यसै कारणले 1642 मा फेरि गादा सेम्पा छिम्बु आउनु भएर पनि ब्लेसिङ गर्नु भएर पनि सबै सुङमाहरू एकजुट बनाइराखेको अथवा छेक्यौं सुङमालाई जुट बनाए राख्ने कारणले गर्दा सिनेन भनेर भनिन्छ। र यो जग्गामा धेरै नराम्रो भूतप्रेतहरू हुने कारणले गर्दा पनि एकता बनाएर खिचेर राखेको नासी सिल्की नेम्पा भनेर भनिन्छन् हो। जब यो गुम्बा 1649 मा बनिएको हो र त्यसको बारेमा तपाईँ के छ भन्दा चाहिँ त्यसको बादमा तपाईँ रिक्जिन छिम्बो गेकी टेम्ठुचनहरू पनि पाल्नु भएको। तेर्तेन सिक्पो लिङपाहरू पनि आउनु भएर अहिले चासुङ खरवा लेडोलको जति पनि औङलुङ ठिसुम भएको जतिजना हुनुहुन्छ यही गुम्पा लामाहरूकोमा छ। यो चाहिँ तपाईँको युक्मुन साम 3 जना लामामा है सेकेन्ड लामा जुन चाहिँ गादा सेम्पा छिम्पुले फर्स्ट तपाईँ 1643 मा योक्सुममा लागामार्पो बनाउनु भएर फुम्चु स्टार्ट पनि योक्सुममा गर्नुभएको लागामार्पोमा है त्यो बुझ्नुपर्छ। र यो जुन गुम्बाको वरिपरि छ यो चाहिँ तपाईँ च्याथारे मुर्सीको लामा हुनसक्छ है। माने सोनाम रिन्छेन भन्ने उहाँको स्युक्टी यो च्याथारे मुर्सीको स्युक्टी हो भन्नुभएको छ है। र यो चाहिँ तपाईँको च्याथारे मुर्सीको टाइममा बनिएको पनि हुनसक्छ र अगाडि पनि हुनसक्छ है। किनकि यहाँ तपाईँको भविष्यवाणी गर्नुभएको थियो च्याथारे मुर्सीले। र तपाईँको 71 मा जुन गुरु तुलसियोक लिङपा खाम दोमाङबाट आउनुभयो है या स्थानमा गर्नुभयो उहाँ यहाँ बस्नुभयो र गुरु तुलसियोक लिङपा थिए। र यो तेस्रो चाहिँ तपाईँको आउनेवाला भविष्यमा बानी गर्नुभयो चाहिँ यहाँ चाहिँ तेर्तेम्पा लामा आउनुहुन्छ भनेर चाहिँ भन्नुहुँदा यो 3टा स्टेप छ। एउटा चाहिँ च्याथारे मुर्सीको भयो, एउटा गुरु तुलसियोक लिङपाको भयो, एउटा आउनेवाला भविष्यवाणी गर्नुभयो फ्युचरमा कुनै नै तेर्तेम्पा आएपछि आउनुहुन्छ र यो हो भनेर यो 3टा सुक्ठीहरू छ 3टा सिटहरू छ है। यो क्लियर हो। र तपाईँको मिडलको जुन चाहिँ छ है गुरु तुलसियोक लिङपा चाहिँ सिनेनमा आउनु भइरु है भिलटेमा सिनेनमा आउनु भएर चाहिँ के को खोज गर्नुभयो भने चाहिँ जुन चाहिँ साङ्ग्रिला ने फेन्ताङ भनिन्छन् है ने मायाल्याङको खोज गर्नुहुँदा चाहिँ यहाँ बस्नुभयो। यहाँ उहाँको स्याब्जे फुटप्रिन्ट पनि छ र गुरुको होली क्यापहरू पनि धेरै छन् यो जग्गामा है। पवित्र गुरुको सुझेल्से गर्ने जुन चाहिँ होली क्याप छ त्यो छ। र विशेष गरी सिनेन गुम्पालाई वर्ल्ड हेरिटेजमा हामीले जुन चाहिँ है नेचुरल त छ कल्चरमा हामीले मानिन्छ। जति पनि फुखाङजन जग्गाको वरिपरि गुम्पा भयो, होली लेक, होली माउन्टेन, होली प्लेसहरू धेरै छ है यो जग्गा वरिपरि। त्यस्तै एकदम महत्त्वपूर्ण छ। यसलाई चाहिँ तपाईँको युनेस्को वर्ल्ड हेरिटेजमा नेचुरल छनु छ र कल्चरको रूपमा मानिन्छन् हो। यसले गर्दा हामी एउटा सिक्किम फेमस पनि छ र सबैजना तपाईँहरू नेकोर गर्नुहोस्, पेलग्रामेज टुर गर्नुहोस्। यस्तोहरू अझै हाम्रोमा धेरै पुरानो चिजहरू छन्। धन्यवाद, राम्रो हेर्नु होला।